हेलो गाइज, आज हाम्रो गाउँ स्थानीय भाषामा बारा पाड्ने भन्ने गर्छन्। बारा पाड्न हामी त्यहाँ आइसकेका छौँ। अनि चाहिँ यत्रो हाम्रो यो अगाडि पुरै यो मान्छेको बस्ती बस्ने ठाउँ हो। अनि चाहिँ हामी अङ्कल अगाडि गइसकेका छन् मान्छेहरू। सबैभन्दा 6000 समुद्र सतहदेखि 6000 उचाइमा पर्ने हिमाली क्षेत्र यो हो। हामी त्यहाँ पुग्दैछौँ अहिले। अहिले हिउँले पुरा डाँडा काँडा सेता भइसकेको रहेछन्, त मुस्किल छ पुग्न पनि है। अनि चाहिँ यो हाम्रो हिमाल चाहिँ अहिले त्यहाँ पुग्न अलिक मुस्किल छ। त त्यहाँभन्दा त्यो यता यो हिमालभन्दा पनि यताको हिमाल अलि अग्लो हो। हामी यहाँ यताबाट आउने अलिक छिटो हुने भएकोले हामी यहाँ आएका होइन र यहाँ पुग्नु पनि सजिलो, त्यहाँ अलिक मुस्किलै हो। अनि चाहिँ मान्छेहरू यसै हिँड्ने गर्छन् आउने गर्छन् यसमा है। अहिले लगभग हामी 4000 उचाइमा पुगिसकेका छौँ। अनि यो उकालोमा हिँड्दा मान्छेलाई दम जस्तो लाग्ने रोग पनि लाग्न सक्छ है। यहाँ दाइहरू यहाँ आउँदा रहेछ, सेल्फी पनि। अनि उहाँ चाहिँ अङ्कल है, थाक लाग्यो होला। थाक लाग्यो नि अङ्कल है? थाक लाग्यो बा, थाक लाग्यो। त्यही त यात्रा पाइने ठाउँ हो यो। अब एकदम विशेष यो ठाउँ भनेको मुगु, जुम्ला, कालीकोटको बिचमा पर्ने ठाउँ हो। यस्तो ठाउँमा होइन यार्सा गुम्बा अनि हत्केलेदेखि लिएर सबै जडीबुटीहरू पाउने ठाउँ हो यहाँ है। अनि यो पुरै यो पाटनमा चाहिँ धेरै थुप्रै जडीबुटीहरूदेखि लिएर मान्छेहरूलाई स्वास्थ्यको लागि र उसको लागि पाइने ठाउँ भनेको जडीबुटीहरू पाइने ठाउँ यही हो। हामी यहाँ आज लगभग धेरै प्रयास मान्छेहरू आउँछन् यहाँ है। अहिले चाहिँ यो हिउँ भएको ठाउँमा पुग्न के अरे त्यति धेरै मान्छेहरू पुग्दैनन् होइन, बिलरै मान्छेहरू पुग्दैनन्। तर हामीले आज त्यहाँसम्म पुग्ने उद्देश्य चाहिँ गरेका छौँ, तर पुग्छौँ कि पुग्दैनौँ त्यो बिस्तारै अब अहिले केही समयपछिको मान्छेको स्वास्थ्यको अनुसार अब त्यहाँ पुग्छौँ थाहा छैन। अब पुग्ने भन्ने छ है। यत्रो हिउँहरू अब केही समयपछि हिउँहरूको भिडियो फोटोहरू बनाएर हाल्नेछौँ। हामी थाकेर बसेका है। अङ्कल त पुरै थाकिसक्नु भयो। उहाँ चाहिँ थाकेर भन्दा पनि अलि के भन्छ के गुनगुन गर्दै हुन्छ, बुझिएको छैन है उहाँको भाषा। ल बोल्नु पर्यो। पानी पनि खाँदै हुन्छ है। ल पानी ल्याउँ त हामी पनि खाउँ। कालीकोट जिल्लाको एकदम टप ठाउँमा आज यात्रा गरिरहेका छौँ। यात्रा हत्कले के पाइन्छ के हुन्छ त्यहाँ सबै खरिद गरेर काठमाडौँ पुर्याउनु पर्ने छ। विशेष अपडेट भन्दा यस्तो ठाउँ हो कि यो हेर्नुहोस् न, यो पर्यटकीय भन्दा पनि हामी धेरै प्रयास हो। मुस्ताङ घुम्न जाने भन्छ नि, मुस्ताङ भनेको यो कालीकोटमै छ के। मुस्ताङ भनेको त्यहाँ अलि हिउँ पर्ने र अलिक शान्तिनो के अरे त्यो पाटन भएर हो। त्यहाँ त्यो अलिक बजाररी ठाउँ भएर तराईतिर भएर अलिक त्यो मुस्ताङ भनेर प्रयास मान्छे जाने गर्छन्। तर हाम्रो यहाँ कालीकोटको यो 6000 उचाइमा पर्ने हिमालहरूमा मुस्ताङभन्दा धेरै माथिको पाटनदेखि लिएर मान्छेको होइन देख्ने रमणीय ठाउँ, एउटा पर्यटकीय क्षेत्र भन्दा पनि माथि स्तरको हो। त यो ठाउँमा त त्यति धेरै बिरलै मान्छेहरू नआउने भएकाले अलि सम्भव नभएको, त्यस कारणले हाम्रो यस्तो ठाउँ छ यो होइन। तर अहिले हाम्रो बर्खाको टाइममा असार साउन भदौसम्म मान्छेहरू यहाँसम्म बसिरहेका हुन्छन्। यो ठाउँमा बसिरहेका हुन्छन्। अनि गाई भैँसीहरू चर्ने यही ठाउँ हुन्छ। अनि माथि त्यो ठाउँसम्म त मान्छेहरू बसिरहेका हुन्छन्, भेडा बाख्रा लिएर। त्यहीँ घोडाहरू हुन्छन्। चौरी त भन्न सक्दैन, चौरी हुन्छन् उतापट्टि हुन्छन् नि। ल ल है, अब अझै बाँकी देखाउन बाँकी छ।